यो मैले देखाइरहेको चाहिँ पुरानो वैद्यवाको हाडजोड लेप। यो के देखायो भनेर भन्नु होला, यो पुरानो वैद्यवाको हाडजोड लेप हो यो। अब यो यसको काम के हो त भन्दाखेरि तपाईँहरू हाम्रो प्रोफाइलमा भित्र गएर चाहिँ हाम्रो केही फिडब्याक भिडियोहरू राखेको छौँ। हामीले पहिलादेखि नै पुरानो वैद्यवाको हाडजोड लेपको बारेमा केही राखेको छौँ, त्यहाँ गएर हेर्नु होला। यसको फाइदा थाहा छ। अलिकति म तपाईँहरूलाई जानकारी गराउँछु। विशेष गरेर हड्डी सम्बन्धीको, नसा सम्बन्धीको समस्या त अहिले धेरैलाई छ। कतिको नसा च्यापिएको, कतिको हड्डी खिएको त्यस्तो केसहरू छ। यसको पनि हामी कहाँ धेरै राम्रोसँग चाहिँ हाम्रो हेल्थ केयरबाट चाहिँ ट्रिटमेन्ट भइरहेको छ, राम्रो भइरहेको छ। वर्षौँदेखिको चाहिँ दुःख पाइरहेकोहरूको लागि अहिले राम्रो भइरहेको छ। त्यो सँगै अहिले यो पुरानो हाडजोड लेप पनि हामीले 10 वर्ष जति लगभग भइसकेको छ हामीले योबाट चाहिँ ट्रिटमेन्ट गरेको। जसको हड्डी फ्र्याक्चर भएको छ, लिगामेन्ट टियर भएको अथवा लिगामेन्ट च्यातिएको, सड्केको, खुट्टा मड्केको, हात मड्केको यस्तो किसिमको केसहरू छ भने, यस्तो किसिमको समस्या भएर तपाईँहरूले चाहिँ अब के गर्ने होला, कसो गर्ने होला, जति जे गर्दाखेरि ठिक भइरहेको छैन, अथवा सँगै जाडो चिसो आउने साथै बढी दुख्ने समस्या, अलिकति काम गर्दाखेरि चाहिँ नमिलेर सड्क्यो भने फेरि झन् दुख्ने बल्झिने त्यस्तो समस्या छ भने तपाईँहरू अब चिन्ता नलिनुहोस्। यो यति राम्रो छ कि यो 24 थरीको चाहिँ पुरानो वैद्यवाको हाडजोड लेप, यसमा 24 थरीका चाहिँ एकदमै बहुमूल्य जडीबुटीबाट चाहिँ यसलाई तयार गरिएको छ। यो लाहा जस्तै छ। यो लगाइसके पछाडि यति राम्रोसँग चाहिँ टाँसिन्छ। अनि यो लगाइसके पछाडि तपाईँको चाहिँ 2 दिनसम्म तपाईँहरूले अमिलो र चिसो चिजहरू नखाइदिने। यसलाई लगाउने प्रविधि पनि एकदमै सजिलो छ, इजी छ। यो हामीले अहिले बाहिरको लागि धेरै ठाउँबाट चाहिँ अर्डर आएको कारणले गर्दाखेरि बाहिर नै पठाइदिनु पर्यो भनेको कारणले गर्दाखेरि यो भ्यालीभन्दा बाहिर अथवा नेपालभन्दा बाहिर पठाउनको लागि रेडी गरेको छ यो पुरानो वैद्यवाको हाडजोड लेप। यहाँहरू पनि कोही कसैलाई चाहिँ हड्डी फ्र्याक्चर भएर, लिगामेन्ट टियर भएर, एक्सिडेन्ट भएर, मड्केर सड्केर त्यस्तो समस्या भएर तपाईँहरू अब के गर्ने, कसो गर्ने भनेर बस्नु भएको छ, अथवा हस्पिटलको उपचार गर्दा पनि ठिक नभएर दुःख पाइरहनु भएको छ भने अब तपाईँहरू चिन्ता नलिनुहोस्। तपाईँहरू एकचोटि परामर्श लिनुहोस् अथवा एकचोटि यो लगाएर हेर्नुहोस्। यो एक बट्टा मात्र लगाएर हेर्नुहोस्। तपाईँहरूले यसको फिडब्याक पाउनुहुन्छ अथवा हाम्रो चाहिँ प्रोफाइलमा भित्र गएर हेर्नुहोला। यस्तो समस्याबाट धेरै ग्रसित भएको मान्छेहरू सबैले चाहिँ मुक्त पाइसकेको छ केही दिनभित्रमै। कसैको 10 दिन, कसैको 15 दिन, कसैको 8-10 चोटि लगाउने साथै, कसैको 1-2 चोटि लगाउने साथै ठिक भएको छ। तपाईँहरूलाई पनि त्यस्तो समस्या छ भने सम्पर्क गर्न सक्नुहुन्छ। यो मैले तपाईँहरूलाई जानकारी गराएँ। हस्त।